त्यो गनगनाउने पुस्तालाई नि परमेश्वरले प्रतिज्ञाका मुलुकमा पस्न दिनु भएन। त्यो दिन उनीहरूले कसरी आफूलाई कम्पेयर गरेका छ, तिनीहरू चाहिँ भयङ्कर छ, हामी चाहिँ कमजोर छौँ। कति बेला मान्छेले नि आफूलाई त्यसरी हेर्छ, या छ सिचुएसन भयङ्कर छ, म कमजोर छु भन्ने कुरा चाहिँ नि परमेश्वरसँग नजिउने मान्छेहरूले त्यो कुरा भन्छ। परमेश्वरलाई नदेखेको मान्छेले, नचिनेको मान्छेले त्यो कुरालाई भन्छ। कुरा बुझ्दै हुनुहुन्छ? कुरा बुझ्दै हुनुहुन्छ? कुरा बुझ्दै हुनुहुन्छ? परमेश्वरलाई नचिनेको मान्छेले, नदेखेको मान्छेले चाहिँ यस्तो कुरा गर्छ। किन चाहिँ प्रेजेन्समा आउनुपर्छ? त्यो प्रेजेन्समा मात्र उहाँको महिमाका कुरा तपाईँले देख्छ। तपाईँ चाहिँ त्यो सिचुएसनमा नि तैँले बाहिरको जाइन्ट्सहरूलाई देख्दाखेरि नि तपाईँ डराउँदैन। बाहिरको जाइन्ट्सहरूलाई देख्दाखेरि नि किन चाहिँ नि यहोशू डराएन? किन यहोशू त भेटु नेपालमा उहाँको प्रेजेन्समा बस्ने मान्छे हो। यहोशूलाई थाहा थियो परमेश्वर कस्तो शक्तिशाली हुनुहुन्छ। अनि उसले नि आनाकको सन्तान नेफिलियमहरूलाई देख्दाखेरि नि, त्यो जाइन्ट्सहरूलाई देख्दाखेरि नि उसलाई के जस्तो पनि लागेन। उसले के भन्दै थियो, याद छ, जाउँ हामी लडाइँलाई जित्छ। तर इजरायलले झन्डै ढुङ्गा लिर्काएर मारे। तर को मान्छे चाहिँ नि नदेख्ने भयो, गनगने भयो, याद छ, परमेश्वरलाई नि धन्यवाद नदिने, प्रेजेन्समा नबस्ने मान्छेहरू। प्रेजेन्समा नबस्ने मान्छेहरू चाहिँ कति बेला नि तपाईँले आफ्नो जीवनमा नि बगावत गर्छ थाहा हुँदैन। प्रेजेन्समा नबस्ने मान्छे चाहिँ कति बेला नि तपाईँ सिचुएसनलाई देख्दाखेरि तपाईँ लड्छ थाहा पनि हुँदैन। किन चाहिँ आज मान्छेहरू चाहिँ नि क्रिस्चियन जीवन चाहिँ एक एक छिनमा नि लडिराखेको, ढलिराखेको, नाश भइराखेको, ओ यो मान्छे त यस्तो पत्याकै थिएन हौ, पत्याकै थिएन। म जीवनमा नि यस्तो थुप्रो मान्छेलाई भेट्छु, अनि जसको जीवनको पापहरूलाई नि प्रभुले जब देख्न दिनुहुन्छ नि उनीहरूसँग बोल्दै गर्दाखेरि अनि कसैले सुन्दाखेरि उनीहरू के भन्छ, मैले पत्याएको थिइनँ त्यो मान्छे त यस्तो गिरेको थियो भनिकन, मलाई त लाग्थ्यो त्यो मान्छे त भयङ्कर हो भनिकन। किन याद छ? किन याद छ? त्यो मान्छे नि प्रभुको उपस्थितिमा नबसेको मान्छे हो। जुन दिनदेखि उपस्थितिदेखि टाढा जानुहुन्छ नि तर बाहिरको कुरा चाहिँ डरलाग्दो लाग्छ। किन याद छ? तपाईँले सधैँ परमेश्वरलाई देखेको भने नि त्यो सिचुएसन चाहिँ तपाईँको लागि डरलाग्दो लाग्ने थिएन। सधैँ परमेश्वरसँगको उपस्थितिमा रहेको भए नि तपाईँले दिँदै गरेको चुनौती चाहिँ तपाईँलाई भयङ्कर लाग्ने थिएन। तपाईँलाई सानो लाग्थ्यो त्यो कुराहरू, सानो लाग्थ्यो। तर समस्या चाहिँ के भयो याद छ? तपाईँलाई ठुलो देखेको कुरा चाहिँ के भयो? उपस्थितिमा छैन नि त। दाउदको जीवनलाई यसो हेर्नुहोस् त, दाउदको जीवनलाई हेर्नुहोस् त। दाउद त्यो मान्छे हो जो मान्छेले के गर्दैछ? परमेश्वरलाई महिमा दिन्छ। परमेश्वरलाई महिमा दिने मान्छे दाउद। गोलियतलाई अगाडि आइरहेको छ, के यति पनि फरक परेन। गोलियतलाई देख्दाखेरि नि ऊ डराएन। गोलियत अगाडि आउँदाखेरि नि के पनि भएन। दाउदले के भन्दै थियो? अझ गोलियतसँग लड्नको निम्ति जाँदै गर्दाखेरि तैँले धम्काएको सेनाहरूको परमप्रभुको नाउँमा म लड्नको निम्ति आएको छु। तैँले जसलाई धम्काइराख्छस् उनी परमेश्वरको नाउँमा म लड्नको निम्ति आएको छु। त्यो मान्छे नि परमेश्वरसँग जिउने मान्छे। अनि त्यो मान्छेले नि त्यो जिएको कारणले गर्दाखेरि नि उसको जीवनको लडाइँ नि उसलाई अगाडि आउँदै गरेको कुरा केही जस्तो पनि लागेन। कहिले हामी नि त्यो लेभलमा जिउने मान्छे हुन्छौँ जब परिस्थिति देख्दाखेरि नलड्ने, लड्न त आउँदाखेरि नलड्ने। कहिले चाहिँ त्यो मान्छे चाहिँ त्यतिको लेभलको दरिलो हुन्छ। त्यति बेला जति बेला चाहिँ हामी, हाम्रो पुस्ता चाहिँ नि उहाँको उपस्थितिमा बस्न जान्दछ, त्यति बेला जब चाहिँ हामी उहाँलाई नि महिमा दिन जान्दछौँ। आमेन, आमेन, आमेन। जुन दिन चाहिँ हामी धन्यवादी हुन्छौँ नि त्यो मान्छे चाहिँ नि लडाइँलाई जित्ने मान्छे बनिन्छ। जुन दिन चाहिँ हामी धन्यवादी हुन्छौँ नि डरको कुराहरू हराएर जान्छौँ। यीशु ख्रीष्टको विषयमा बोलेको कुरा चाहिँ मेरो कारणले गर्दाखेरि उहाँले यो कष्ट सहनु भएको, तपाईँको कारणले गर्दाखेरि यो कष्ट सहनु परेको। हामी सजिलो भन्छौँ, तपाईँले खानुभएको कोराको चोटले हामी निको भएका छौँ। अलिकति ढिलो निको होस् त, कति गर्नुहुन्छ? अलिकति ढिलो निको होस् त, यो कोराको चोटको नि भ्याल्यु हराइहाल्छ। 5 मिनटमा बिर्सिन्छ मान्छेले। अलिकति ठिक टाइममा नमिलोस् त, तपाईँलाई भनेको टाइममा नमिलोस् त, प्रभु न हाउडे जस्तो लाग्यो, प्रार्थना सुन्दैन होला हौ। सुन्नेहरूको सुन्छ कि नसुनेको सुन्दैन हुन्छ उहाँले पनि। सुन्नुहोस्, एकछिनमा नि धन्यवाद त होइन,
गनगनमा झरिहाल्छ। सुन्नुहोस्, आज हाम्रो जीवनमा नि यो गनगनको धमिरा लागेको छ। यो गनगनको धमिरा छ। यो गनगनको धमिराले चाहिँ नि आत्मिक जीवनलाई नाश पारिसक्यो। दुलै दुलो छ, थाम्ने सक्ने के पनि छैन योग्यता। अनि अलिकति छुन्छ, अलिकति के हुन्छ नि उक्लोको लडिहाल्छ। मेरो प्रियहरू, उहाँले नि त्यस्तो मूल्य तपाईँ मेरो निम्ति उहाँले तिर्नु भएको हो। कुरा बुझ्दै हुनुहुन्छ? कुरा बुझ्दै हुनुहुन्छ? कसैले तपाईँको निम्ति कोरा सको छ, कसैले तपाईँको निम्ति मरिदिएको हो, कसैले तपाईँको निम्ति दण्ड सको छ, कसैले नि तपाईँलाई नि रमाट ल्याउनको निम्ति चाहिँ नि उहाँलाई जिम्मा दियो। दण्ड उहाँमाथि पर्यो, तपाईँले मैले रमाट पाओस्, शान्ति पाओस् भनिकन। मेरो प्रियहरू, तपाईँले पाएको शान्तिको चाहिँ नि मूल्य तिरेको छ। मूल्य तिरेको छ मेरो येशू ख्रीष्टले। त्यसकारण नि धन्यवाद त बनता ही है, बनता ही है, बनता है। मेरो जीवन त्यस्तो त्यस्तो म टुरा सो व्हाट? टुरा भयो के भयो, जिउँदै छैन नि त हजुर? हात खुट्टा नभएको छ साँबे होइन त अन्त? परमेश्वरले नि असल बनाउनु भयो। के भयो? मेरो प्रियहरू, आज नि जवान पुस्ता राम्रो सुन्नुहोस्। गनगन नि सबै क्षेत्रमा मेरो जीवनको त्यो भएन, त्यो काम पाएन, त्यो पढ्नु पाएन, यो बिहा भएन, ह्यान त्यान छोडिदिनुहोस्। त्यो थाङ्नामा नि पोको पारा फ्याँकिदिनुहोस्। आज प्रकटे उभिनुहोस् अनि प्रभुलाई भन्नुहोस्, प्रभु तपाईँको मूल्य चाहिँ मैले बुझ्न पाएको छु। मेरो कुनै एक्सक्युज नै छैन मैले तपाईँलाई धन्यवाद नदिने। इनफ्याक्ट मैले बुझेँ मसँग त धन्यवाद दिने कारण थुप्रो रहेछ। म तपाईँको प्रेजेन्समा आउँछु। तपाईँलाई कुनै कुराले रोक्न सक्दैन। तपाईँलाई कुनै कुराले रोक्न सक्दैन। तपाईँलाई कुनै कुराले रोक्न सक्दैन। आमेन। तपाईँलाई कुनै कुराले रोक्न सक्दैन। सजिलो जीवन पाएको होइन, मोल तिरेर किनेका मान्छेहरू। ख्रीष्टले किन्नु भएको, उहाँले दाम तिरेको, उहाँले दाम तिरेको, उहाँले दाम तिरेको, उहाँले दाम तिरेको। त्यसकारण नि उहाँलाई नि गनगन गर्ने नि मौका छैन मेरो प्रियहरू। उहाँसँग चित्त दुखाउने ठाउँ नै छैन। उहाँ चाहिँ नि उहाँमा नि धेरै मान्छेले नि उहाँलाई कमजोर ठान्छ। उहाँ कमजोर हुनुहुन्न, उहाँ शक्तिशाली हुनुहुन्छ। तपाईँको जीवनमा भएन यसको मतलब यही होइन उहाँ कमजोर हुनुहुन्छ, गर्नु नसक्ने होइन मेरो प्रियहरू। तपाईँले नचिनेको पो त तपाईँको सृष्टिकर्तालाई, तपाईँले नचिनेको पो त तपाईँले चाहिँ बेवास्ता पो गरेको त उहाँको कुरालाई आज वास्ता गर्न थाल्नुभयो भने नि तपाईँलाई उहाँको उपस्थितिमा, उहाँको महिमामा भित्र पस्नु नि कुनै शक्तिले रोक्न सक्दैन। कुनै शक्तिले रोक्न सक्दैन। कुनै शक्तिले तपाईँलाई रोक्न सक्दैन। अनि तपाईँको जीवन चाहिँ नि त्यो महिमाभित्र नि छिर्न सक्दछ। आमेन, आमेन, आमेन। तपाईँ त्यो भित्र पस्नुपर्छ, त्यो सामतभित्र पस्नुपर्छ। जुन दिन नि तपाईँ त्यो भित्र पस्नुहुन्छ नि त्यति बेला नि तपाईँको जीवनमा राखेको त्यो भागको कुरालाई तपाईँले देख्न थाल्नुहुन्छ। जब नि तपाईँ त्यो प्रेजेन्समा आउँछ त्यति बेला पो तपाईँले सर्मपत्रको कुरालाई देख्छ त। जब तपाईँले त्यो भित्र पस्छ त्यति बेला पो तपाईँको जीवनको नियतिको कुरालाई देख्छ। जब तपाईँ त्यो भित्र पस्छ त्यति बेला पो तपाईँको जीवन चाहिँ पवित्र आत्माको शक्ति नि सामर्थ्यले भर्दछ त। ढोका बाहिर होइन, ढोका भित्र पस्ने समय आएको हो। ढोका बाहिर होइन, ढोका भित्र पस्ने समय आएको। यो समय चाहिँ नि मेरो जीवनमा मैले थाहा पाउनु पर्ने कुरा चाहिँ नि मेरो ढोका बाहिर म जिउँदिनँ, तर प्रभु म ढोका भित्र पस्ने व्यक्ति बनिन्छु। गनगनले चाहिँ ढोकाका बाहिर राखिदिन्छ मेरो प्रियहरू। तर आज तपाईँले डिसाइड गर्नुपर्छ, आज तपाईँले भन्न सक्नुपर्छ, आज तपाईँले फैसला गर्न सक्नुपर्छ, प्रभु नाइ मेरो जीवन चाहिँ यति साह्रो बहुमूल्य छ, म तपाईँलाई धन्यवाद भन्छु। कजनले जीवनलाई बुझेन, एउटा ड्रग्स नपाउँदा हात काटिदियो। तपाईँले दाग बनाउनु सक्छ, दाग मेटाएर देखाइदिनुहोस् त। कतिजनाले नि रोटीलाई जस्तो काट्नु भएको छ, ब्रेडलाई काटेको जस्तो काट्नु भएको छ हातलाई। हजुर कतिजनाले काट्नु भएको, दाग बनाउनु सजिलो छ, दाग मेटाएर देखाइदिनुहोस् त आज। किन तपाईँले बनाएको होइन नि त त्यो सेल, तपाईँले सृष्टि गरेको होइन, तपाईँ सृष्टि भएको मान्छे मात्रै हो। सुन्नुहोस्, भत्काउनु सजिलो छ,
बनाएर देखाइदिनुहोस् त हजुर कसैको दाखला मेटाएर देखाइदिनुहोस् त लु हजुर मेटी जोरी खोज्नु सजिलो छ हजुर के हुँदैन मर्छु हेलो पिन्छे धन्यवादी जीवन यत्रो बाँच्यो यत्रो खायो अहिले पो झुन्डिन्छु भन्छ अनि नर्को कुण्डबाट चाहिँ कमन झुन्डी यस 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 भन्दा होला माथिबाट सुन्नुहोस् है तपाईँले बुझेकै छैन अर्को शक्तिले चाहिँ झुन्डी कि झुन्डी भन्दैछ कसको कुरा मान्ने अर्को शक्तिले खाइदे त्यो त बुढोले बुझेन खाइदे यस 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 बिएस 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 भन्दैछ कतिजनाले केटाले बुझेको कुरा बिएस 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 भन्दैछ आन्दा नि कतिजना चाहिँ भइहाल्यो मुख सक्यो सृष्टिलाई बिगार्न सजिलो छ सृष्टि गरेर देखाइदिनुहोस् त सृष्टिलाई बिगार्न सजिलो छ सृष्टिलाई गरेर देखाउनुहोस् त लु तपाईँले सक्नुहुन्न एउटा येशू ख्रीष्ट उहाँले मात्र सक्नुहुन्छ यस कारण उहाँलाई सँग नि धन्यवाद दिनु उहाँलाई महिमा दिनु जरुरी छ